डायमन्ड किन्दाखेरि सर्टिफिकेट एकदमै म्याटर गर्छ। यो डायमन्ड के हो, एसर्टेड हो कि होइन, कुन कलरको छ, कति क्यारेटको छ भन्ने बेसिक कुराहरू चाहिँ लेखिएको हुन्छ। त्यो भएर सर्टिफाइड इज भेरी नेसेसरी। नेपालको कन्टेक्स्टमा चाहिँ यहाँ अब कुनै पनि इन्टरनेसनल ल्याब छैन। जिआइएहरू जुन चाहिँ संसारमा अब यो हाम्रो जेम्स एन्ड ज्वेलरीको दुनियाँमा चाहिँ हाइएस्ट अथोरिटी हो। उनीहरूले नै सर्टिफिकेसनहरू प्रोभाइड गर्ने गर्छन्। जिआइएको सलिटेयरहरूमा चाहिँ लेजरले इन्स्क्राइबै गरेको हुन्छ। अब त्यो हरेक डायमन्डको चाहिँ फरक सर्टिफिकेट हुन्छ। त्यो भनेको चाहिँ त्यसको बर्थ सर्टिफिकेट जस्तो, बिकज एभ्री नेचुरल डायमन्ड इज डिफ्रेन्ट। र त्यहाँ त्यो डायमन्डको कलर के छ, क्ल्यारिटी के छ, त्यो वेट कति छ, मेजरमेन्ट के छ, त्यसमा चाहिँ अब पलिसिङ कस्तो छ, सिमेट्री कस्तो छ, त्यसको प्रपोर्सनहरू कस्तो छ, त्यो एभ्री डिटेल चाहिँ त्यहाँ लेखिएको हुन्छ। त्यो भएर अब किन्ने मान्छेलाई पनि मैले के किनिरहेको छु भनेर थाहा पाउनलाई चाहिँ सर्टिफिकेसन इज भेरी नेसेसरी।